नमस्ते साथीहरु, आजको यस भिडियोमा म तपाईहरुलाई फ्री फायर डायमन्ड टप अप ईसेवाबाट कसरी गर्ने त्यो तरिका बताउँछु। ईसेवाबाट गर्ने नि जेन्युइन मेथड बताउँछु। त्यसैले भिडियोको अन्तिमसम्म रहनुहोस्। भिडियोलाई लाइक गर्नुहुन्छ, लाइक, च्यानललाई सब्स्क्राइब गर्न डेफिनेटली च्यानल सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। अब साथीहरु, यो भिडियो चाहिँ विशेष गरी एजुकेसन पर्पस दियो। त्यही कारणले एजुकेसन पर्पस दिनु र तपाईहरु त्यहाँनेर चाहिँ कममा तपाईले अमाउन्ट पेमेन्ट गरेर तपाईले त्यो लिन सक्नुहुन्छ है त। मैले चाहिँ यो भिडियो किन बनाएको भन्दाखेरि मैले त्यहाँ त्यो साइटबाट टप अप गर्दाखेरि मेरोमा चाहिँ आईडीमा चाहिँ डायमन्ड ट्रान्सफर पनि भइसकेको कारणले गर्दाखेरि चाहिँ म तपाईहरुलाई यो रिकमेन्ड गर्दैछु। धेरैजनालाई थाहा पनि होला, कतिजनालाई थाहा छैन, त्यही कारणले भिडियो बनाउँदैछु। र तपाईहरु यदि फ्री फायर खेल्नुहुन्छ भने तपाईहरुको लागि डायमन्ड कति जरुरत पर्छ भन्ने कुरा त मलाई थाहा नै छ। अब रहेको कुरा, अब तपाईहरुले के गर्नु पर्ला त्यसको लागि सबभन्दा पहिला त यता तपाईँ एउटा स्क्रिन राखिदिएको छु, त्यो हेर्नु होला। त्यसमा चाहिँ मैले यहाँ दराज अनलाइन शपिङ खोलिरहेको छु। तपाईहरुले डाउन छैन भने डाउनलोड गर्नु होला, प्ले स्टोरमा पाइहाल्नुहुन्छ हैन। त्यसरी तपाईले यहाँ गएर तपाईले सर्च गर्नुपर्ने हुन्छ, फ्री फायर डायमन्ड टप अप भनेर लेख्नुपर्छ। त्यसपछि आइहाल्छ यो साइट हैन। यो साइटमा आइसकेपछि तपाईहरुले के गर्नु होला भने त्यहाँनेर तपाईले बाइ नाउको अप्सन पनि छ। तपाईले त्यहाँ फोन नम्बरमा लगाएर हैन त्यो बाइ गर्न सक्नुहुन्छ त्यहाँ पनि। र त्यसैगरी त्यहाँनेर चाहिँ एउटा मेसेजको अप्सन छ है, तपाईले देख्न सक्नुहुन्छ यहाँनेर। तर मैले तपाईहरुले बकाइदा देखाइरहेको छु। त्यसमा चाहिँ तपाईले देख्न सक्नुहुन्छ त्यहाँनेर चाहिँ मेसेज गर्ने अप्सन छ। यहाँ मेसेज गरेर तपाईले सोध्न सक्नुहुन्छ कति कसरी बेच्दै छ, कतिको हो, तपाई कतिको किन्न चाहनुहुन्छ, त्यहाँनेर तपाईले मेसेज गर्नुपर्छ हैन। त्यसमा चाहिँ मैले मेसेज गर्दाखेरि चाहिँ मेरोमा चाहिँ यो कोड पनि आएको थिएन, त्यही कारणले मैले व्हाट्सएपबाट गरेको थिएँ। व्हाट्सएप च्याटमा पनि त्यो कुराकानी गर्दाखेरि चाहिँ के भयो भन्दाखेरि यो जेन्युइन जस्तो लागेन। मैले तपाईलाई रिकमेन्ड गरेको मेरो चाहिँ जुन चाहिँ युआईडीमा टप अप छ त्यो चाहिँ आइसकेको छ, डायमन्ड चाहिँ फाइनली आयो। त्यही कारणले गर्दाखेरि मैले तपाईलाई रिकमेन्ड गरेको, किनभने धेरैजना साथीहरु म कहाँबाट पनि टप अप गराउनुहुन्छ। तर के हुन्छ भने कहिलेकाहीँ हाम्रो व्यस्तताको बावजुद कारणले गर्दाखेरि चाहिँ हामीले तपाईहरुलाई दिन सक्ने अवस्था थिएन। त्यही कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ यो दराज अनलाइन शपिङबाट पनि हो यस्तो तरिकाले तपाईले लिन सक्दो रहेछ। अब यो कतिको जेन्युइन हो अहिले दिइरहेको छ, भोलिको दिनमा स्क्याम पनि नगरेर भन्न सकिन्न यस्तो खालको साइटहरुले हैन। अब डायमन्डको रेट तपाईले देख्न सक्नुहुन्छ, यति तपाईले देख्न सक्नुहुन्छ। यहाँ मैले तपाईहरुलाई डायमन्डको रेट पनि देखाएको छु। यो तरिकाले चाहिँ अहिले डायमन्ड चाहिँ जुन चाहिँ दराज अनलाइन शपिङबाट पनि सेल भइरहेको रहेछ। मैले तपाईलाई यो जानकारी गराएँ। सो भिडियो तपाईहरुलाई राम्रो लाग्यो होला, लाइक र च्यानललाई सब्स्क्राइब गर्न डेफिनेटली च्यानल सब्स्क्राइब गर्नुस्। र पिन कमेन्टमा दराज अनलाइन शपिङको लिंक मैले त्यहाँ राखिदिएको छु, त्यहीबाट तपाईले डाउनलोड गर्न सक्नुहुन्छ। सो आजलाई यति नै। टिल द एन्ड देश चाहिँ नेपाल। र त्यस्तै गरी स्क्रिनमा जुन भिडियो आएको छ त्यो भिडियोलाई पनि ट्याप गरेर हेर्न सक्नुहुन्छ। त्यहाँ मैले अलग मेथडको बारेमा तपाईलाई बताएको छु।